विशुद्ध समाजका गतिविधि थाहा पाउनको लागि यी क्रोटलाई सब्स्क्राइब गर्नुहोस् अनि यो बेल आइकनलाई दबाउन नबिर्सिनुहोस् है त। कसरी सुमधुर राख्ने दाम्पत्य जीवन। कति यसै वर्ष विवाह बन्धनमा बाँधिएका होलान्, कति विवाहको तयारीमा जुटेका होलान्। विवाह आफैमा एक सुखद अनुभव हो, यद्यपि विवाहले सुख मात्र ल्याउँदैन, सँगसँगै चुनौती पनि। खास गरी विवाहपछि दाम्पत्य जीवनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। उनीहरूको सोच, इच्छा र आकांक्षामा पनि एकरूपता नहुन सक्छ। स्वभाव, बानी व्यवहार, चालचलन पनि भिन्नै हुन सक्छन्। फरक पृष्ठभूमिमा हुर्किएका महिला र पुरुष आपसमा मिलेर जीवनको यात्रा अगाडि बढाउनु पर्ने हुन्छ। पति पत्नीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ। जब उनीहरू बीच अविश्वास पैदा हुन्छ, सम्बन्ध धरापमा पर्न सक्छ। त्यसैले पति पत्नीले एक अर्कामा आत्मविश्वासको वातावरण बनाउनु पर्छ। आफ्नो पार्टनरको विश्वास जित्नुपर्छ। झुट, छल, कपट जस्ता तत्त्वले विश्वासको वातावरण नै खलबलिन्छ। कसरी टिक्छ त सम्बन्ध? आपसी तालमेल। हरेक मानिसको सोच, इच्छा एकनास हुँदैन। पति र पत्नीको सबै सोच पनि मिल्नै पर्छ भन्ने छैन। यद्यपि आफ्नो सोच अरूमाथि लाद्ने गल्ती भने कहिले पनि गर्नु हुँदैन। कुनै पनि योजना तय गर्दा वा काम गर्दा आपसी साझेदारी आवश्यक हुन्छ, चाहे त्यो किनमेलकै प्रसङ्गमा होस् वा वित्तीय ऋण लिने कुरामा नै होस्। त्यसका निम्ति पति पत्नीले आपसमा साझा धारणा तयार गर्नुपर्छ। एकलौटी ढङ्गले अघि बढ्दा दाम्पत्य तालमेल बिग्रिन्छ। त्यसै गरी सुमधुर सम्बन्ध बनाउने अर्को महत्त्वपूर्ण तत्त्व हो दायित्वबोध। विवाह गरेपछि घर परिवारको सबै जिम्मेवारी पति पत्नी दुवैले निर्वाह गर्नुपर्छ। एकजनालाई मात्र त्यसको दायित्व सुम्पनु हुन्न। सकेसम्म परिवारको दायित्व दुवैले समान रूपमा लिनुपर्छ। यसले आपसी सम्बन्धलाई थप बलियो, भरपर्दो र विश्वासिलो पनि बनाउँछ। भान्साको कामको सबै जिम्मा पत्नीले मात्रै लिनुपर्छ भन्ने छैन, वा कुनै घर खर्च टार्ने काम पतिले मात्रै गर्नुपर्छ भन्ने पनि होइन। यस किसिमको काममा दुवैले आफ्नो तर्फबाट दायित्व लिने काम गर्नुपर्छ, जसले सम्बन्धलाई टिकाउन मद्दत गर्छ। त्यसै गरी दाम्पत्य जीवन सुखमय बनाउने अर्को तत्त्व हो प्रेममय वातावरण। घर व्यवहार चलाउने क्रममा आपसी ठाकठुक पर्न सक्छ, मनमुटाव हुन सक्छ। हरेक दाम्पत्यमा यस्तो हुन्छ। यद्यपि यस किसिमको अन्तर्क्रियात्मक सम्बन्धले नै दाम्पत्यलाई परिपक्व बनाउँदै लाने हो। घर व्यवहारको कुरा एकातिर छ, यद्यपि पति पत्नीले दाम्पत्य जीवनको आनन्द पनि उठाउनुपर्छ। सधैँ घर र व्यवहारको कुरा मात्र गरेर हुँदैन। बेला बखत सबै कुरा भुलेर उन्मुक्त रमाउनुपर्छ। तर पति वा पत्नी के कुरामा रमाउन सक्छन् र के कुरा गर्दा खुसी हुन्छन्, त्यो कुरा भने बुझ्नु जरुरी हुन्छ। त्यसै गरी कुराकानीको थालनी जहिले पनि सकारात्मक विषयबाट सुरु गर्नुपर्छ। एकैचोटि नराम्रो प्रसङ्गबाट सुरु गर्दा त्यसले नराम्रै नतिजा दिन्छ। तपाईँको दाम्पत्य जीवन सुखमय होस्। तपाईँ पति भए पत्नीलाई र पत्नी भए पतिलाई धेरै माया गर्नुहोस् ल। हस्त विशुद्ध समाजका गतिविधिहरूलाई सञ्चारको माध्यमबाट दुनियाँको कानसम्म पुर्याउने यी क्रोटेको महाउद्देश्य जारी छ। यी क्रोटेलाई लाइक, सब्स्क्राइब अनि सेयर गर्न नबिर्सनुहोला। हामी दिनदिनै नयाँ प्रसङ्गहरू लिएर आउने गर्दछौँ। फेरि भेटौँला। नमस्कार।